हेलो नमस्ते साथीभाइहरू सबैजनालाई दर्शन नमस्ते। आज म तपाईहरु माझ 2 मिनेट 1 सेकेन्डको सर्ट ब्लग लिएर उपस्थित भइसकेको छु। साथीहरु आज म तपाईहरुलाई चाइनाको बिग मार्केटमा लिएर आइसकेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ रंगी चंगी अनि बाबु नानीहरु हाँसी मजाक गर्दै हिँडिरहेका छन् भने कसैलाई यहाँ व्यापार गर्न चाहिँ हतार भइरहेको अवस्था छ र म भने साथीहरु बाहिर जानेको हतार छ, बाहिर निस्किनेको हतार छ। अहिलेलाई म तपाईहरुलाई बाहिरको दृश्य पनि देखाउने छु। साथीहरु ल हेर्नुहोस् बाहिरको दृश्य यस्तो छ। साथीहरु यो शपिङ सेन्टर हो। तपाईहरुले दायाँ बायाँ देखेका यी जति पनि बिल्डिङहरु छन् यी शपिङका बिल्डिङहरु हुन् भने अन्डरग्राउन्ड पनि म देखाउन गइरहेको छु। साथीहरु अन्डरग्राउन्ड मार्केट पनि म तपाईहरुलाई देखाइसकेको छु। हेर्नुस् तपाईहरुले देख्न सक्नुहुन्छ अन्डरग्राउन्डमा जानको लागि लिफ्टको प्रयोग गरिन्छ है साथीहरु। चाइनामा अन्डरग्राउन्ड मार्केटमा जानको लागि पनि लिफ्टको प्रयोग गरिन्छ भनेर मैले टाइटल राखिदिएँ भने सायद यो भिडियो भाइरल हुनेछ भन्ने मलाई चाहिँ आशा लाग्छ, तर मैले त्यस्तो गर्दिनँ साथीहरु। र मैले तपाईहरुलाई यो यस्तो यो गोलघर जस्तो क्या साथीहरु, नेपालमा अब यसलाई गोलघर भन्दा हुन्छ है। र त्यस्तै गरी म फेरि अर्को ठाउँमा तपाईहरुलाई लिएर आइसकेको छु। साथीहरु तपाईहरुले देख्न सक्नुहुन्छ हामी यो सिटीबाट अलिकति माउन्टेन त नभनौँ स्मल हिलतिर गएका थियौँ। उता चाहिँ घुमेर आइयो साथीहरु। यस्तो थियो त्यो हिल चाहिँ है। अनि त्यसपछि हामी चाहिँ यहाँबाट सहरतिर लागियो। सहरमा चाहिँ यस्तो भिडभाडको साधनहरू यस्तो भिडभाड थियो कि साथीहरु तपाईहरु पनि हेर्नुहोस्, तपाईहरुलाई पनि छक्क लाग्छ। मेरो देशमा कहिले होला यस्तो। हेर्नु त कति लाइन छ, 6 लाइनको बाटो, वान वे 6 लाइनको थियो। त्यस्तै गरी अब म ट्रेन स्टेसनमा जाँदैछु साथीहरु। तपाईहरुले ट्रेन स्टेसन पनि देखाइहालेँ मैले। ल अर्को ब्लगको लागि तपाईहरु रेडी हुनुहोस्। मेरो यो ब्लगलाई लाइक एन्ड सब्स्क्राइब सेयर गर्नु होला।